भन्छ कस्तो दामी पोज हौ हेट टाढोको मान्छेहरू पनि पर्काउनु भएको रहेछ गाइस नमस्ते सेवा हजुर सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा इट्स मी सुजाता बान्ता राई फ्रम मध्यपुर बेल्टार आई होप हजुर सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि आज चाहिँ नयाँ दिन नयाँ साल नयाँ दिन नयाँ बिहानको साथ चाहिँ म हजुरहरूको सामने आइसकेको छु अनि आज चाहिँ रहेको छ नयाँ वर्ष 2083 साल वैशाख 1 गते अनि म चाहिँ नुहाइधुवाइ रेडी भइसकेको छु अब चाहिँ हामी मन्दिर जान आँटेको मन्दिर प्लस त्यहाँ चाहिँ मेला पनि लाग्छ थानपोखरी भन्ने ठाउँ छ यहाँ पोहोर चाहिँ म हाम्रो उता मोरङको सुनवर्सी गएको थियो भने योपालि चाहिँ म उदयपुर जिल्ला बेल्टारको चाहिँ थानपोखरी जाँदैछु अनि त्यहाँ चाहिँ एउटा आस्था छ त्यहाँ मन्दिर छ अब जस्तै त्यो के पो भन्छ म त त्यो खासै थाहा पाउँदिनँ हौ त्यहाँ यताको हुनु चाहिँ अब भाकलहरू पुरा हुन्छ अरे अब अनि त्यस्तै भन्ने छ अब हेरौँ जाऊँ होइन जानु त पहिला पनि गएको धेरै वर्ष अगाडि 3-4 वर्ष अगाडि गएको थिएँ त्योभन्दा पछिबाट गएको छुइनँ नि त म त्यतातिर अनि आज चाहिँ हामी त्यही मेला जाँदैछौँ साथीहरू अनि हजुरहरूलाई पनि म लगेर जानेछु त्यो मेला हजुर सबैजना स्टे ट्युन अरे क्या मेरो भ्लग के अरे यसमै पज नगर्नु होला कृपया कन्टिन्यू हेर्नु होला हामी के कसो गर्छौँ मेला गएर हजुरहरूलाई म देखाउने छु है त साथीहरू भन्नै बिर्सेको एउटा कुरा नयाँ वर्षको धेरै 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 शुभकामना है त साथीहरू हजुरहरूको 22 साल जे जस्तो भए पनि दुःख पीडा जस्तो भए पनि सबै भुलेर अगाडि बढ्नु होला भन्दै ह्याप्पी न्यू इयर वान्स अगेन दा त मेरो तलुवा आम्जा लागि है मेरा के को बाटोको मात्रै गर्नु अगाडि राखेर पक्नु हाम्रो लाइन बसेर बिस्तारै जाने यहाँ चाहिँ अघि नानाले घरमा त भन्नुहुन्छ लाइन लाग्नुपर्छ भन्ने म त होइन होला भनेको हो रहेछ लाइन लाग्नुपर्ने रहेछ पुरा लाइन बस्नु लाइन अब यहाँदेखि लाइन यतादेखि लाइन यता थुप्रो लाइन पो रहेछ लु हिँड्नु त्यसो बाहिर पूजा गर्ने भए हिँड्नु ल बाहिर पूजा गर्ने भाइ हामी चाहिँ बाहिर पूजा गर्ने भाइ धेरै भिड माइज अगरबत्ती लिएको हामीले कि छैन पो छैन होइन अगरबत्ती लिएको यहाँ किन्नु त खुजुरा छ यहाँ छ खुजुरामा छ कतिखेरदेखि लाइन बसेको हाम्रो लाइन नबस्ने बाहिर पूजा गरेर जाने होइन मतलब भित्र नगर्ने बाहिर गर्छौँ जान्छौँ पो केटाकेटीसँग छौँ क्या बुनेहरू कति कहाँ छ छिटो भयो यो साल छिटो
यहाँ चाहिँ चिलाउने रोग के समथिङ के भनेर चलाउँछ यस्तो चिलाउनेहरू मुसाहरू आयो भने भाको गर्नुपर्छ अरे अनि यसरी लिएर यहाँ चढाउनुपर्छ अरे साँच्ची त बिर्सेको भयो अनि कति ज्ञानी छ मेरो भाइ त खाना हामीले नमस्ते गरेको अघि नै आफै ए दुध पनि ल्याउनु पर्ने रहेछ पिपल उता पर यता तलतिर चाहिँ केटाकेटी खेल्ने ठाउँ खाजा खाने ठाउँ अनि किनमेल गर्ने ठाउँ आमा छोरा के गरी बसेको हाम्रो माइली चाहिँ सबैतिर यहाँ पूजा गर्नुहुँदैछ कहाँ बस्ने ल भयो उपर टिका लाउनु हिँड्नु बाहुन बाजेहरूले टिका लगाइदिन्छ अब यहाँ हाम्रो देमाहरू पनि पूजा गर्न आउनु भएको रहेछ यता पर पनि मन्दिर छ रहेछ त्यहाँ पनि रहेछ टिका लाउनु पर बाहुन बाजेसँग जानु पर लगाइदिँदैछ त सानो 50 रुपियाँ दिनु न अनि कता भयो केटा फेरि हेर अघि त्यहाँ पुगेर के अरे बसिहाले त यो केटालाई त के गर्नु र कुदेको नकुदा भन्दैछु खाना कसै कसैलाई बल चाहियो अरे शीतल क्या पूजा गर्ने ठाउँ चाहिँ बल चाहियो अरे अनि बल लिने ठाउँमा जाँदैछ ऊ चाहिँ हाम्रो मेला चाहिँ भर्खर लाग्दैछ यता उड्दैछ ऊ चरा त्यहाँ छ चरा उसलाई केही पनि चाहिँदैन यसलाई म त किन्दिनँ केही पनि खेलाउँदैन खाना निहाङे चाहिँ बल खेल्ने अरे फुटबल खेलाडी कति रुपियाँ बल 80 टका 80 टकामा दे दो खुजुरा छैन ल घरमा गएर खेल्नु क्या अब फुटबल कालु कता गयो मामा भान्जा कस्तो दामी पोज हौ हेट तेरिका हो कस्तो मिलेको मामा भान्जा लु अब कहाँ जाने अब मेला के अरे ऊ त भर्खर लाउँदै रहेछन् टेन्टहरू त दुर्पिन बोका 100 रुपियाँको यो सुपर कार त म किन्दिनँ यता तनेर भएर को खेल्छ सुपर कार तिमी निहाङ जत्रो छौ अब सुपर कार खेल्नुलाई म
म त किन्दिन त त्यहाँ राख सुपर कार हुँदैन तिमी कति वर्षको सुपर कार खेल्नुलाई हाउ ओल्ड आर यु 3 क्लासमा पढ्नेले सुपर कार खेल्छ सेम नर्सरीमा पढ्नेले पो खेल्छ सुपर कार नि म त किन्दिनँ राख त्यहाँ म त हिँडेको अब यहाँ सुपर कार किनि माग्दैछ हेर्नु न यहाँ मान्छेहरूले म नकिन्दिने राख त्यहाँ खुरुक्क यहाँ राख खुरुक्क त्यो त बिग्रिहाल्छ कति अरे त्यसको 1000 रुपियाँ बोकेर आएको मेला छोराले 1000 रुपियाँको खेलौना किनिदिएर सरासर घर जानु होला अब मेरो छोराले कस्तो गुड गएछ बन्दुक दिनु त एउटा बन्दुक सस्तो मस्तो 100 को के खालको हान्ने खालको कस्तो हान्ने कस्तो यस्तो अनि त्यही त दिनु रहेछ त अनि यो त अनि हराउँछ त फेरि कहाँ खोजे गर्नु अनि मैले फेरि के गरे अहिले के अरे फेरि यता तेरो नि यार केटा लिएर मेला आउनु पनि दिमाग खराब गर्छ है यिनीहरूले थाहा पाउँछ है सबै फेरि उसैले ह्याप्पी होइन अब अरू थोक किन नमाग्नु नि फेरि लु अब त्यहाँ कसरी लाएर खेल्ने हो हेर नि त्यहाँ फेरि कोही चाहिँ हामी चाहिँ त्यहाँ पर जेरीहरू पनि लिइसक्यौँ अब चाहिँ यहाँनिर हामी खाजा खान जाँदैछौँ मेला चाहिँ बिहानै आएको भएर चाहिँ भर्खर कोही बनाउनु हुँदैछ यहाँ भरे चाहिँ धेरै लाग्थ्यो होला मेला हामी चाहिँ अब छिटै परै भ्यायौँ भने अब इनकेस साकेला या कतै भरे घाम पनि हुन्छ नि त भनेर हामीले बिहानै अनि हामी चाहिँ अब खाजा खान जाँदैछौँ त्यहाँनिर के पाउँछ हेरौँ खाजा खानु मान्छे खेल्नु अघिबाट गाई गोरु खोल्नु पछिबाट भने यस्तै होला नि त त्यो पनि भर्खर टेङ टाङ्दैछ लडोकाले तपाईँहरू पनि पछि ल्याउनु भएको चटपटे के ल्याउनु भएको छ चटपटे अन्डा पानी नलाग्छ है प्योर ल आउँछु साँच्चै हो थोकमा बोकेर आउँछौँ ल यहाँ चाहिँ हाम्रो दिदीको पसल रहेछ थुक्पा छ नि दिदी छैन नबनाएको पो ह्याङसाइलीकोमा छ हाम्रा छिमेकीहरू अघि आएर यहाँ पूजा गरिसकेर पनि खाजा खाँदै रहेछ पूजा गरिसकेर पनि हिँडेको पाएको पूजा गरेर हिँड्ने बेला भइसकेको तर बिहान त खासै नलाग्दो रहेछ हौ अनि बिहान कहाँ मेला लाग्छ त यहाँ बिहान पूजा गर्नेहरू मात्र हो के मेला त भरे पो लाग्छ साकेला नजानु आज हामी तपाईँको एकदम 4 खुट्टेमा हुनुहुन्छ अब त 2 ओ कुदेको छ त स्कुटी कान्छी माइजू कुदाउनुहुन्छ जम कान्छी माइजू तपाईँ म कहाँनिर भोरले नि हो त जम ल जम ल तपाईँको स्कुटी छ त माइजू कुदाउनुहुन्छ ल ल हामी भोरले नि जाने भयो प्लान चेन्ज मेरो नानीहरूको दिदी फेरि आउने रे त अनि बसिहाल्छ त यत्रो केटाकेटीहरू छ ए धन्दै हिँडेको छ ए पैसा नदिकिने जानु खाएर माइजू बोक्नु जाऊँ पर्खिँदा भाउजू खै टिका हामीलाई त टिका बाहिर पूजा गरेको खै टिका लाइन त टिका बोकेको भए पो त लाइन बसेको हामी त टिका लाइमाग्दा भइहाल्छ नि ओ माइ हाम्रो दिन त्यहाँ चाउमिनहरू छ हामी चाहिँ यहाँ खाजा खान आँटेको चाउमिनहरू पनि ठिकै रहेछ कहाँबाट ल्याएको यो बाली बाली दिदी प्योर हो र हामीलाई पनि ममा खान्न नि तिमी चाउमिन खाऊ होला हस् हाम्रो खाजा चाहिँ यहाँ छ अनि हामी चाहिँ खाजा खाँदैछौँ हाम्रो भाइ चाहिँ परा खेल्दैछ खानु
ए बाबा हन को चाहिँ चप्पल खोज्न आयो त हौ मामासँग खाने कि मम्मासँग खाने लु खाऊ त्यो हटाउनु ल त्यो नबोली एक्लै एक्लै त अनि हामी जब खाजा पनि खाइसक्यौँ अब चाहिँ हामी दाइले फेरि कराउँछ फेरि गर्नु भएर अब चाहिँ हामी गराउने है भाउजूले त्यो दाजुले बेला मौकामा राम्ररी व्यवहार गर्नु है बजु हुन्छ फेरि खाऊ फेरि अहिलेको साल अब यस्तै होइन 72 के अरे 82 लाई बिदाई गर्दै 83 लाई एकदम वेलकम गर्दै फेरि पनि बाँचौँला भेटौँला अब साकेलामा भेटौँ न सबैजना होइन फलोस फुलोस सबै यति भन्दै सबैजनालाई अब फेरि फेरि बाई भोलि बाई। भेटौँला। नयाँ वर्ष हामी चाहिँ बेलुका आइसकेको छ मेलाबाट अनि यहाँनिर चाहिँ भरे कन्सर्ट हुन गइरहेको छ हाम्रो लोकल ब्यान्डहरूको नयाँ वर्षमा सबैजना आइदिनु होला भन्दैन आइसक्नुहुन्छ होला हजुर सबैजना आइ नै हाल्नु होला कस्तो लाग्यो होइन रिभ्यू दिनु होला अनि जोसिपालि चाहिँ नयाँ वर्षमा सबैतिर अब यहाँ पनि मेला भोरलेनीमा पनि साकेला अनि अब भरे यहाँनिर के भन्छ कन्सर्ट यो वर्षको 2023 रमाइलो हुनुपर्छ बबाल देख्ने साथीहरू हाम्रो होइन अनि यो चाहिँ अहिले यो नयाँ वर्षको उपलक्ष्यमा यस्तो सबै लगाउनु भएको छ भाइहरूले यो पनि एकदम दामी 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 आकर्षक एकदम एट्र्याक्ट हगेको अछिराएको हगेको अब चाहिँ हामी हिँड्यौँ साथीहरू सबैजना म मात्रै ड्रेस लगाएर उहाँहरू चाहिँ आउट ड्रेसमा लगाउ न साथी भनेको कसैले नलगाउने अरे त्यही भएर म त यो लगाउँछु सरक्क आउँछु सरक फुकाल्छु फोर पार्दिनँ म होइन कसले गर्दा धोइराख्छ हामी चाहिँ यहाँनिर यो हाम्रो यो के भन्छ यो भुल्के होइन यो ठाउँलाई भिल्के भन्छ के भन्छ यसलाई भिल्कै त हो नि झोडापाटा हामी चाहिँ झोडापाटामा आएर बसिरहेको छौँ किनभने हाम्रो यहाँ माइजू र हाम्रो पुणे चाहिँ धेरै छिटो आउनुभयो आज हाम्रो दुईवटा स्कुटी छ हाम्रो स्कुटीवाली यता हुनुहुन्छ स्कुटीवाली अब आफै कुदाउनु है अनि यहाँ ड्राइभर यता अब हामी चाहिँ यहाँनिर आज दुईवटा स्कुटीमा हिँड्नेवाला छौँ हाम्रो चोकमा पनि धेरै विकसित भइसक्यो अब त दुईवटा तिनवटा विकसित होइन विकास भन्नु न विकसित भन्नुभएको विकास भइसकिसकेको छ सबैजनाले स्कुटी किनिसक्नु भएको छ अब चाहिँ हामी कतैको साकेला छुट्याउँदैनौँ सब दुई दुईजना लगाएर अब सिङ्गल मात्रै होइन दुई दुईजना तिन तिनजना हालेर अब हामी सबैतिर कुद्नेवाला छौँ साथीहरू यति भन्दै जोडेर लानुपर्छ है 5 जनासम्म बोक्नुहुन्छ अगाडि हैन पछाडी पछाडि त बाँस जोड्नु पर्छ के यतिको लामो हैन त्यो ग्रिलमा भनौँ भने त फ्लाम जोडिदिन्छ होला हौ एक दुईवटा लगाउनु पर्यो थाम्छ होला होइन पछाडि दुईजना अटार मसँग तिनजना अगाडि राखेर चारजना चाहिँ हिँडिन सक्छु म अब हामी चाहिँ जानेवाला छौँ है त भोलिदेखि गाइस सिउ दियर है त अब बाटो खाँदा तपाईँ पहिला जानुपर्छ त्यहाँ थाहा पाउनुहुन्छ बाटो त्यही त जाउँ न अस्ति एकचोटि जानु त गएको कि किरा बिर्सी गयो सोध्दै सोध्दै जाउँ न अस्ति नि चौरानी जाँदा त्यहाँको बाटो गएको हामी भोरले नि अन्त पार्क नेरी हेर्न त लाग्ने पार्क पनि देखेको छ त मैले आमसदेखि सिधै माथि तिमीहरूको घरको बाटो होइन त लु हिँड्नु न जाम सोध्दै सोध्दै जाम के छ र होइन सोध्दै सोध्दै जाम। जोरखानलाई फोन गरेर त्यहाँ के अरे जुस सिमल तरुलको जुस चिसो कोसेली चाहिँ खै अनि त्यतिकै जुस मात्रै मागेर हुन्छ टोलीहरू तल्लै छ ढुङ्गी होटलको बोर्ड ठुलो बनाएछ नारदमुनि चोक बर्खे डाँडा है बर्खे डाँडा सबै बर्मजियाको पेडा भन्न जति बसामा सरेर हाम्रो चाहिँ टोलीहरू कता छुट्नु भएको नि आउनु भएको छैन यहाँ पर्खिँदैछु म यहाँ भाइहरू पनि ठिक्क निस्किन्छ ढोल बजाउँदै कति छ बाबा चाहिँ म त यो त फर्स्ट टाइम आएको थियो यार यो सुतेको चाहिँ गर्दिनँ उतापट्टि बिचरा
बिजोकेर आमाहरू ररिया हुन्छ छोराछोरी बिजोक यो पनि रडिया हो नि यो रडिया ए होइन रहेछ म त हाम्रो भनेर त होइन रहेछ त सुरु भएको रहेन रहेछ त्यही भएर हामी चाहिँ यहाँ कोही त्यति आउनु भएको छ नि त्यही भएर हामी चाहिँ यहाँनिर अगाडि भोरलेनी पार्क छ नि त त्यही भएर हामी चाहिँ त्यहाँ जाँदैछौँ त्यहाँ गएर होइन नि के को 11 बजीदेखि रातको टाइम अनि 4 बजी हुँदै क्यामेराम्यान यही हो नि अब साकेलाई के हो भन्नु उयो जङ्गलभित्र होला हौ भोरलेनी पार्क होइन त टिकटकमा खुब आउँछ त ए हो रहेछ अनि आधी मान्छे चाहिँ उतै रहेछ आधा उधी चाहिँ टिकटकमा खुब देखेको पार्क आज आइयो फाइनली भोरनेरी पार्कमा हामी आइसकिसकेको छौँ हाम्रो टोलीहरू पनि फाइनली आइसक्नु भएको छ पछाडि पछाडि त्यो ढोलेहरू त त्यही भाइहरू रहेछ नि त ढोलै लिएको रहेछ नि त ढोल झ्याम्टै टोलीको भाइहरू एकै साइडमा राख्नु न हौ यता उति नराख्नु न यार गुलेली कन्डो खरानी भयो बाटो त्यस्तै ड्राइभरहरू नयाँ नयाँ यस्तो मात्र त सिकिन्छ त हामी हो तर त ठिक हो सिक्नु पर्ने तिम्रो छोराको निन्द्रा पुगेको छैन के गर्ने उठाउने कहाँ सुताउनु अब यहाँ सल्लेको भए भुइँ छोडिराखेर आमाहरू चाहिँ फोटो खिच्नु अरे क्या ए कान दुखायो चस्माले किन कस्तो नि यो गीत फेरि यताबाट पनि छ नि बाटो जानु भयो यताबाट राम्रो छ बाटो बरु त्यो बल के अरे माटो छ भने माटो सजिलो हुन्छ यो त मलाई त यस्तो उकालो आयो नि हात दुखेर कस्तो डर हात पनि दुखेर रातो न रातो भयो मेरो पापा जुरु टिभीले म त सोचेर मेरो त हात जाने दिएको कुदाउनु यताबाट जाउँ न त भरे बाटो त्यस्तो रहेछ मैले कुदाएको भए त म त लडाइदिँदै उतै लड्दैन हौ लड्दैन लडाउँछु भन्दै कुदायो भने त लड्छ के लडाउनु दिन सक्छु भनेर कुदाउनु पर्छ मजाले नै कुदाए अनि त्यो पक्रिँदाखेरि यो हात त कि राम जुन लडाउँछु भनेर डर पक्रेको होला कस्तो बल गरेको होला होइन यहाँ कोही कोही सुतेर हैरान्छ कसेर साह्रै भइहाल्छ टाढोको मान्छेहरू पनि पार्क आउनु भएको रहेछ नगएको यसपालि यतै मनाउनु बसेको खान पोखरी गइवरी आएर यता आएको तपाईँहरू पनि जानुभयो हामी पनि त्यस्तै बिहान त गएको त फेरि जाने यहाँ ननाच्ने ल ल यतिको चाहिँ हुनु पर्यो है यहाँ पार्क चाहिँ यस्तो रहेछ टक्कसँगले बस्दै 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 बनाइदिएको रहेछ त यहाँनिर भाइरल सिँढीमा चाहिँ जानु पर्थ्यो यहाँ सिँढीमा चाहिँ भाइरल सिँढीमा यहाँ सिँढी छ नि त सिँढी होइन सिँढी छ सिँढी सहेली सहेली दिदी बहिनीहरूको यहाँनिर खुब दाजुभाइ विदेशदेखि आयो भने पनि कसैले लिएर पहिला पहिला त्यो गाउँतिर गर्थ्यो नि त्यस्तो गर्छ क्या यहाँको त हो नि फुटबल ग्राउन्ड चाहिँ दामी रहेछ यहाँ चाहिँ यस्तो रहेछ है पार्क भनेको एउटा रुखमा अलिअलि कलर गरिदियो अनि एउटा पाना बनाइदियो सक्यो त्यो पार्क यो पनि कति लाखको होला ट्याङ्की तर यहाँ रहेछ त जुन पानी खरि यो चाहिँ भर्खर पलाएको हुन्छ नि जस्तो हामी चाहिँ पार्कमा आएर सबैजना सल्याक्कै भएर बसिरहेको अवस्था के अल्छे नि तिमीहरूसँग हिँड्नु एउटा टिकटक बनाइदेऊ न भन्दा पनि बनाइदिँदैनन् ए म त अलिक जानकारीलो छु यसो क्यामेरा पक्रिदेऊ न भन्दा पनि पक्रिदिँदैन नि भगवान् एउटा एसिस्टेन्ट राखिराख्नु तपाईँ क्यामेराम्यान को बस्न चाहनुहुन्छ मेरो प्लिज विदाउट स्यालेरी अरे क्या तर मलाई के अरे हजुर रहेछ त्यहाँ यहाँ त होइन पार्क छ हावा खानु बसेको हामी त एकछिन ए आइसक्यो बजार उति हो ए दोरङ पानी ल्याउनु भएको रहेछ दोरङ पानी खाने माग्दैछ यतै खिच्ने भोरलेनी पार्क रे एउटा भइहाल्यो त अघि भन्दा चाहिँ धेरै नै मान्छे आइसक्नु भएको छ यहाँनिर हामी पनि अब नाच्छौँ हामी कुन टिममा नाच्ने
रोटी कहाँको सुग्री भयो किरा चाहिँ आयो खा सुप पाडेको कस्तो लाइन
अहिले किन चाख्ने गर्नु पाएको छैन अब फेरि घरमा गएर एकछिन त्यो गरेर खान्छ आज त के गर्नु कता कुद्नु भइरहेको छ कि अब यहाँ नाच्ने होइन अब घर जानुपर्ने छ नयाँ वर्षमा भात खाने फेरि भरे बेलुका कस्तो होइन हाम्रो आन्टी पनि आउनुभएको छ मेरो भ्लगमा स्वागत छ आन्टीलाई हेलो गरिदिनु न हौ कुन धुनमा हुनुहुन्छ तपाईँ हजुर कुन देशमा उभिराख्नु भएको तपाईँ भोरले नि सुनेको त्यति हो त्यही जवाब भोरले नि भन्ने देशमा हुनुहुन्छ त्यहाँनिर पर पिपल भएर चाहिँ कस्तो राम्रो क्या बस्ने ठाउँ गर्मीमा चाहिँ सबैजना अहिले नाचेर यहाँनिर चाहिँ भाले गेम कि समथिङ केही लागेको छ नि उहाँबाट चाहिँ भाले बाँधेर अनि माथि तेल लगाएर पहिला त्यस्तो गेम खेलाउँछ नि त्यस्तै गेम हुन आँटेको जस्तो छ यहाँनिर चाहिँ हेरौँ है त के हो अङ्कल भाले गेम हुन आँटेको हो ए अनि तेल पनि दल्नुपर्छ कि कसरी तेल चाहिँ तप झर्ने कि मतलब दल्दिने तप झर्छ होला ए यो त हामीले पहिला सुनेको अहिले चाहिँ देख्नु पाइयो होइन हामीले पोहोर पनि गराएको थियौँ त ए म त आएको थिइनँ फर्स्ट टाइम आएको क्या यहाँनिर कुन टिम तपाईँहरू कहाँ आएको हामी बेल्टारदेखि आएको ए बेलटारदेखि बेल्टारदेखि आएको थियौँ एहे दाजु भर्खर आउनु भएको नमस्कार हजुर दाजुलाई स्वागत छ मेरो भ्लगमा अरे घुमेर आउनु हामी हेर्दै गर्छौँ नि कसरी चढ्ने होला यहाँ माथि र दलले जित्न सक्छ उहाँले 2 किलोको भाले लानुहुनेछ सम्पूर्णलाई मैले जानकारी गराएँ यो खरबुजाको टुक्रा चाहिँ जित्न सक्नु पर्यो है त एकैछिन यो पक्नु त्यहाँनिर माथि चाहिँ त्यो भालेको सट्टामा चाहिँ खरबुजामा फोकामा खरबुजा राख्नु भएको रहेछ अनि त्यो चाहिँ जसले झिक्नु सक्छ त्यसले चाहिँ 2 केजीको भाले लाने अरे अब हेरौँ लेट्स सी है त कसले झिक्नु सक्नुहुन्छ हामी चाहिँ घर जानु पऱ्यो भनेर बसेको थियौँ ट्याक्कै यो गेम स्टार्ट भयो अनि हामी चाहिँ एकछिन रोक्यौँ ए भाले गेमको लागि चाहिँ सेटअप भइसकेको यहाँनिर बाँसमा हामीले गाडी सक्नु भएको छ अब तल त्यसलाई सेट गर्नु भएको छ माथि पोकामा तेल लगाइदिएर राख्नु भएको छ कसले सक्ने होला आज कसले लाने होला त 2 केजीको भाले तेल त्यहाँबाट हेर्न सक्नुहुन्छ कसरी
तेल यस्तो तुरुरु चुइँदैछ रातो भाले तयार गरेका छौँ तपाईँ पनि छुनुहुन्छ के अरे पुनु त्यस्तो चिप्लोमा चढी चढी भाले चिप्लो भन्दा बरु किनेरै खाने सकिँदैन र त किनेर यो रमाइलोको लागि हो यहाँ एउटा सानो नानीले ट्राई गर्नुहुन्छ बहादुर रहेछ भाइ बहादुर ट्रिक चाहिँ रहेछ है माथि माथि चढ्ने पुरा ट्रिक चाहिँ रहेछ ताली ठोकुम ताली लै 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 त्यहाँ माथिसम्म जानुपर्ने छ बिचरा कलेज जस्तो छ नानी खै कोही निस्किनु भएन त हौ तर केटाकेटी नाच चाहिँ गरेकै हो सबको मिल्छ सबैको सहभाग गर्नु हाम्रो जोड्नु भाइले प्रयोग गर्दछ
चाहिँ घर आइसक्यौँ दुईजना चाहिँ नयाँ हाम्रो न्यू ड्राइभरहरू चाहिँ बाटोमा आउनु हुँदैछ हामी चाहिँ अब यहाँ भयो लुगासुगा फेर्ने अनि अब भरेको हेरौँ के हुन्छ जाने भरे म त जाँदिनँ गलिसकेँ यहाँ अब त कुदाइ चाहिँ अलिक छिटो मान्छे कुदो भने छिटो हिँड्छ बरु अलिक छिटो कुदाउनु पर्यो अब अलिक स्पिड कुदाउनु सिक्नु पर्यो अब भएन नयाँ हो जोगाउनु परेन होइन सुन्दै हामी चाहिँ अब तल कन्सर्ट हेर्नु लाग्यौँ अघि आज के भ्याइयो भ्याउनु पर्ने बिहान मन्दिर गयो मन्दिर गएर आयो साकेला गयो साकेला गएर आएर अब हामी जाँदैछौँ तलतिर फेरि कन्सर्ट हेर्नुको लागि है त साथीहरू हेरौँ अब के कस्तो हुन्छ कन्सर्ट होइन यहाँ चाहिँ वैशाखको पहिलो दिन 1 गते चाहिँ बेलुका सधैँ कन्सर्ट हुने गर्छ स्थानीय कलाकारहरू ल्याउनु भएको छ कि अब बाहिरको ल्याउनु भएको छ त्यो चाहिँ केही थाहा छैन मलाई नो आइडिया लेट्स सी हेरौँ के कस्तो हुन्छ है त उनीहरू गरेर हेरौँ न हजुरलाई म देखाइ नै हाल्छु स्टेज चाहिँ त्यहाँनिर धमाका आधार भइसकेको छ हामी जाँदैछौँ है त गीत सुन्न जाँदैछ म चाहिँ यो हल्का क्लिप थोरै मात्रै लिन्छु किनभने कपिराइट लाग्छ थोरै मात्रै हुन्छ यो क्लिपहरू चाहिँ प्राप्त भएको छ त्यसले आदरणीय श्री त्रियुगा मन्दिर पसलबाट नगदु 1001 प्राप्त भएको छ त्यसै गरी फुट्टी फोटोग्राफी भर्खरै हाम्रो भाइले सञ्चालन गर्नुभएको छ त्यहाँबाट नगदु 1010 प्राप्त भएको छ त्यसै गरी आदरणीय श्री लक्ष्मी कुमारी हुदी कुमार हो तिमी मुजिकाउला बन्छ मेरो धड्कन आवा पनि रोकिन्छ सुन्छ मेरो कदम मलाई पल्टन हामी जता पुग्छौँ त्यति बनाउँछौँ किङडम मेरो पुगिसक्यो गर्न हाम्रो भन्छौँ दर्शकलाई चाहियो स्वीकार्नु होला त्यही कारण डोमिन्स छोराछोरी आइसक्रिम खाने राति पनि के गर्नु र खानहाङ पहिलोचोटि खाएको हो खानहाङले आइसक्रिम के गरेर खानु छ आज हल्का झगडा भएको अवस्था यहाँ चाहिँ मेरो छोरा आइछ अझै हजुर आज नयाँ वर्षको दिन 2083को दिन चाहिँ आज एकदम रमाइलोसँग हामीले चाहिँ बितायौँ अब बिहान मन्दिर गयौँ त्यसको बाद के भन्छ साकेला गयौँ साकेला गएर फेरि कन्सर्ट भ्यायौँ अनि त्यहाँ कन्सर्टमा चाहिँ रमाइलै हुँदै थियो नि रमाइलो हुने क्रममा चाहिँ त्यहाँनिर भाइहरूको चाहिँ सानो लफडा भयो अब सानोतिनो त्यस्तो ठुलो झगडा त भएन पुलिस हाम्रो के भन्छ उहाँहरूलाई त प्रहरी सरहरूले त्यति झगडा गर्न दिनु भएन नत्र त ठुलै झगडा हुन्थ्यो होला ग्याङ फाइटै हुन्थ्यो किनभने केटाहरूको अहिलेको जोस 20, 22, 24, 25 वर्षको केटाहरूको कस्तो जोस हुन्छ भने एकजना अब साथी त्यो कसको मिस्टेक हो त्यो बुझ्नुको साटो उनीहरू चाहिँ हानाहान एकैचोटि गर्छन् झन्डै हानाहान भइसकिसकेको थियो तर पनि हाम्रो प्रहरी सरहरूले चाहिँ त्यस्तो हुन दिनु भएन
अनि सशस्त्र सर सबैजना आउनुभएको थियो अनि सबैजना आएर चाहिँ जोस छुटाउनु भयो अनि त्यस थितिरबितिरी भयो उनीहरू पनि थितिरबितिरी भएर त्यति झगडा हुन पाएन न त आज ठुलो झगडा हुन आँटेको थियो जस सबैजनाले 2083 साल चाहिँ रमाइलोसँग बिताउनु पर्नेमा अब त्यस्तै अब केटाहरूको जोस होइन साथीहरू कसैलाई भन्ने केही हुने नहुने कोही सानै हुन नमाने त्यस्तै छ केटाहरूको जस हाम्रो चाहिँ अरूको चाहिँ जस्तो भयो भने हाम्रो चाहिँ राम्रै बित्यो आई होप हजुरको पनि राम्रोसँग बित्यो होला भन्दै मेरो आजको ब्लग चाहिँ एन्ड गर्न चाहन्छु हजुरलाई कस्तो लागिरहेको छ मेरो ब्लग कृपया कमेन्ट गर्नु होला भन्दै मेरो ब्लगबाट चाहिँ बिदा माग्न चाहन्छु हस् त थ्याङ्क यू फर वाचिङ बाई बाई वन्स अगेन ह्याप्पी न्यू इयर